कोणते ज्ञानी आणि पोरं जाणे लामो भरो के पोरं जाने अहिले कहाँ जाने रे चिठी जाने नाम्ने हुन्छ नाम्ने आयो नचल है बाबु काट्छ है दुई वर्षको कपाल अझै लामो सिन्की छ क्या कपाल कति राम्रो भयो कपाल खालेको यो त यसलाई बुझाउनु पर्छ जे कुरा नि मान्छेकै हुन्छ हुन्छ झिक्नु पोरं जाने है कपाल काटेपछि चिठी जाने नानी नानी पहिलोचोटि गर्नु कपाल फाल्दिउँ भनेर अहिले मिलाउने कि लामो खाने त लामो भयो दुख्यो भने रुन्छ नानी भिजा छैन कि कति राम्रो छ थाहै पाउँदैन उसले ल्याउन पानी एकैचोटिमा सबै गाडेर गऱ्यो भने बच्चा रोइहाल्छन् नि हल्का गरेर ठुलो मान्छेलाई काटेको मेसै लाएर काट्ने यता पनि भिजाम क्या बाबु बरु ए कपाल त कहाँ जानु यिनीहरू फेरि छोरी हो क्या राख्नुपर्छ र अब राम्रो टाउको चाहिँ बिग्रेर यसको चलियो महाराज नचल है बाबु बाबुलाई दुख्छ है चल्यो भने काट्छ है अहिले फाल्ने नचलास ल ल अहिले ल्याएर राख्छन् कति कुरो बुझ्छ यसले यसलाई भनेछु चलाउनु है साना मान्छेसँग झ्याम्ने पकाइ नगरे नि माने टाउको बिग्रेको कपाल काट्दा त कतै के देखिदियो पानी चाहिँ भिजाउनु पर्यो अहिले त ठुलो काटेपछि भिजाउनु तपाईँले खालि लाग्यो नि त यताबाट आउनु न यताबाट हातमा मेरो सानो कति ज्ञानी मेरो सानो कति ज्ञानी महिना गर्ने होइन अहिले आएको नाना लाँदा नचला है कपाल काट्दा चलाउन काट्छ है अहिले मङ्की हेर्न जाने है काम यस्तो नचला है बाबु काट्छ है पत्तीले है तिम्रो अस्ति नै हात काटेको है पत्तीले है यो त यति काट्यो भने त बरु फेरि बा कति पिन्चे छ नि टेप लगाइदिने नि मान्छे
बाबु नचल ल्याउनु त पानी यतातिर अलिअलि भिजा हो कि थालमा थाप्ने होइन त थालमा थाप्ने होइन त त्यहाँ खान्छ त निकाल्छ ल्या हौ मैले त सम्झेको थिएँ फेरि ल्याएन कि भनेर न थालमा थाप्ने हो नि त थाप्ने खै निकाल्नु ए त सुन्तले नि बल्ल छ अर्को ब्लेड हाल्नु कान्छो बहुत टाउकै बिग्रेछ त नि जति गर्दा नि भन यो जन्मै त्यस्तै भएर हो कति मिलाएको तोरीको सिरानी गरेर नमिल्ने नि मिल्दो रहेछ बाबु नचला है ज्ञानु नचला है सुन्ताको शरीरभरि घाँटीतिर कपाल के अरे नचल है नचला है बाबा काट्छ पोप्छ कि कपाल कस्तो काट्ला दाहिने हात रहेछ फेरि है त्यसले सेफ हुन्छ खानु नानीलाई बोलाउनु नानीले केही बोलाउनु पर्यो हामी नभए नि मान्थे मलाई फेरि नहेरी मनै मानेन बाबु नचला है काट्छ है यो लाग्यो नलायो फेरि काट्छ कि भन्ने डर भयो क्या है अब त अलिअलि यो धेरै निखार्न पनि पर्दैन केटी मान्छेको हुन त देख्दा राम्रो हुन्न होला होइन भिजाइदिनु त अलिअलि तेल लगाइदिएपछि सन्चो हुन्छ घर गएर नुहाइ गर्ने रोगा त उपाय थिएन भाइ बाबु नचला है कान्छु नचला है अर्कोचोटि राजा आउँदाखेरि बान्ने हुन्छ कपाल ल ल बाबु नचल अब मिलेन यता पट्टि सारौँला अहिले नचल है बाबु आया हुन्छ है मेरो ज्ञानो छोरो हो नि ए यसो गर त यसो गरेर नचला है फेरि दिदीको जुम्रा परेर काटिदिएको कति थियो जुम्रा मैले नदिनु लाग्दा मेरो माथि माथि आउने हाताभरि त्यस्तो 15वटा स्याम्पू हाल्दा पनि त्यो सोसेर गाजै नआउने राजु त्यस्तो मैलो कति भएर बसी आज आउँछौँ नि भने नि यसो गरेर देखेर आउने अब केही ल्याइदिएन के ल्याइदिने हो नखाने कुरो न केही ल्याइदिएन
यहाँ किन अरू केही लैदिनु उसलाई मिठो लाउने चक्लेटै हो चक्लेट एक दर्जन बिस्कुट लैदिनु आश्रममा कति मान्छे कहाँ आएर कस्तो भयो भाइ कान्छा छोरो त आइया यो यस्तो चाक्लो भएको उठेछ अनि टुप्पी त यता खा क्या यसो हल्का पखाल्ने उयो गर्ने नि देखिन्थ्यो कि पानीले पुछेर है फुटेछ कि काटेको बेलामा एकैचोटि सबै भयो यतिको त भयो यसो हातमा आयो नि अलिक देखा नराम्रो हुन्छ नि त बाबु नचला है नचला अझै काट्नै छ नचला है ज्ञानु यो त त्यहाँ त भ्याइयो क्या यो त शिवानी कसो गरी थियो अस्ति ओहो भनेकै होइन केही अहिले हो भने आनन्द दिखान्छ के बहुत गाह्रो जुस रमाइलो भयो मामा कहाँ जाने हो कपाल काट्ने हो भन्थे हिजो अस्तिदेखि मलाई त मामा है भने मलाई देखाइदिनु अहिले सबै थाहा हुने क्या त्यही हुन्न कहीँ एउटा खोसिएको पनि छैन अलिअलि रातो त त्यहाँ भयो अब त गर्मी भयो पाँच रातो हुँदैन होइन काटेर भएको अहिले कपालले उसले गर्मीले नै होला क्या जुस कति यसको घाँटीभरि भयो सबै उतानीको नानीको कपाल यत्रो धेरै कस्तो नराम्रो टाइपको बिग्रेको है कपाल काट्दा त तर 2 चुल्ठा गाड्दा त सुहाउँछ त्यहाँ चाहिँ अनि यस्तो कन्सेट उठेको क्या कन्सेन्ट नि आउने के भयो अब भयो कति राम्रो छ भयो बाबु रातो हुन्छ धेरै खुर्किँदा अब ये बाबुलाई त हेर त एकदम राम्रो भयो कहीँ केही नभइकन लौ त्यहाँ गएर नहुने बाबु यता हेर पर्दैन अब पैसा दिन त्यत्रो बेसी बा त्यत्रो पैसा अरू ढोकर नानीको त आज बाबालाई राखा गर्न दे
उहाँसँग जानुपर्छ होइन धेरै भित्र नजाओस् नि त खाल्ने पकाउने होइन कहाँ फाल पकाउने भान्जीलाई नरिवल त यसो देखाउने हुन् कि पानी पनि उस गर्ने हुन्छ भान्जीको यसरी खोइ न सिङ्गो बल चढाइदिने भने खल्ने पकाउने हो चढाउने भन्थ्यो के बगाइदिने के यस्तो गर के छुट्टा छुट्टै गर डुब्छ के यो बत्ती बग्दैन कि यो वेटले गर्दा बत्ती बगाइदिने यस्तो गरौँ हो त्यहाँ हालेर धेरै भित्र नजाऊ त्यहीँबाट सुन त ए यतै आयो लान्छ 5 रुपियाँ यता निकालेर पैसा दियो त्यो सिङ्गो फलले बगाइदिए चाहिँ गर अनि लगेर खानुहुन्छ ल लैजानु त्यो नरिवल नै लगेर खायो हुन्छ ल